पोथीहरु छ कि यति नै छैन भाले मात्रै छ यति नै हो एउटा दुईटा पोथी छ होला यो अन्डा पारेको देख्दैछु पोथी एउटा दुईटा हुनुपर्ने ए तपाईहरुलाई ठुलठुलो कि सानसानो कस्तो ठिकैको छिपेको पनि नहोस् हुन्छ म $20 को म 5 वटा उयो छ नि बीचको रातो हौ त्यत्रो यो एउटा कालो गरिदिनुस् ल हुन्छ हुन्छ सही हो त्यही त यसो गर्दिनु ल हुन्छ नि हुन्छ तपाईहरु यहाँ बस्नु चाह्यो भने यहाँ भित्र नि म खोलिदिन्छु नि बस्नु ठाउँ छ नि ए आगोमा पो यसो हुन्छ तापिनु पर्यो एकछिन नेपालकै याद आयो फेरि ताप्नु पर्थ्यो जाडोको बेला स्कुल जानु अल्छी लाग्यो यो चाहिँ हर्षदेखि अलिकति माथि रहेछ यो चिकन फार्म ए हजुर खोल्नु भएको रहेछ राम्रो ए हाम्रो निम्ति हजुर आगो पानी रेडी गरिदिनु भयो उहाँलाई पनि धेरै धन्यवाद हजुर काका बनाएर बुढोको गाली पनि सुन्नुपर्छ फेरि बुढोको कुखुरा ल्याउने हो त हाम्रो एउटै हो बुढोसँग एउटै भन्छ नेपालीले पाउनुहुन्छ छानी छैन अब यो किसिममा बनाएर चाहिँ यतिकै नपोली नदिनुहुन्छ कि यो चाहिँ नपोली खानाको तरिकाले ए हजुर अनि यतिकै अब ए अब चाहिँ डाइरेक्ट प्याक हुन्छ नि तपाईँको यो ए हजुर दाजु म सकेर आउनुहोस् न तपाईँ नमस्कार हजुर नमस्ते अनि तपाईँले चाहिँ यहाँनिर एड्रेस कसरी थाहा पाउनु भयो यो फार्मको मलाई सबै कुरो थाहा थियो त्यही भएर
ए हजुर हजुर अनि कति टाढादेखि यहाँ आउनु भएको ए अच्छा कहाँ यी नजिकै बस्नुहुन्छ ए अनि त्यो अनि हजुरले आज कुन कुन यहाँनिर चाहिँ 2 खाले कुखुरा रहेछ लोकल गिरिराज रहेछ हजुर कुन के कति लानेको विचारले आउनुभयो त हजुरहरू हामी त अब लोकल लान्छु म 2वटा बाउले चाहिँ अब 7वटा दाजुले एउटा लानुहुन्छ ए हजुर हजुर ठिक छ हस् त त्यसो भए तपाईँलाई गुड लक है हजुर उनीहरू पनि कन्टेन्ट चाहिरहेको छ त्यहाँ जाडो भयो भने गाडी बसिरहनुहोस् तपाईँ साह्रै पो जाडो छ त हजुर त्यो चाहिँ अहिले यो के गर्थ्यौँ कि अब हप्तामा होइन अब एकताल फेरि तपाईँहरूले अब बनाइदिइराख्दे भन्ने पनि बनाइदिइरहेको छु हजुर फेरि भएको नि अलराइट गाइज अहिले म मासु काटिरहेको छु तपाईँले देखिरहनु भएको छ र मलाई चाहिँ लाग्दैछ यो मासु एकदम धेरै स्वादिष्ट हुन्छ होला अन्तिममा होइन किनकि हड्डी र मासु मिक्स रहेछ तर धेरै क्वान्टिटीमा चाहिँ मैले रेड मिट धेरै देखेँ होइन र म चाहिँ एकदम रेड मिटको लभरै हो होइन र तपाईँहरूलाई पनि म यही ठाउँ रिकमेन्ड गर्नेछु र यसको एड्रेस पनि म अन्तिममा मेरो भिडियोमा हेर्नुहोस् त ताजा लोकल कुखुराको मासु कस्तो लाग्यो तपाईँहरूलाई हेर्दै खाउँ खाउँ लाग्यो कि लागेन प्लिज कमेन्ट गरिदिनुहोस् होला